दर्शकबिन आज हामी यस भिडियोमा चर्चा गर्नेछौँ धरान नगरपालिकाको मेयर हर्क सम्पङ राईको बारेमा चर्चा गर्नेछौँ। दर्शकबिन हर्क सम्पङ राई मेयर हुनुभन्दा अघि धेरै स्ट्रगल र सङ्घर्ष गरेर आज मेयरसम्म पुग्नु भएको छ। उहाँले चाहिँ आफ्नै टेम्पोमा प्रचार गर्दै धेरै जनताहरूको मन जितेर अहिले मेयर हुनुभएको छ। आज हामी यस भिडियोमा हर्क सम्पङ राईको लाइफस्टाइल एवं सर्ट बायोग्राफीको बारेमा चर्चा गर्नेछौँ। यस भिडियोमा उहाँको लाइफस्टाइल, एज, एजुकेसन, करियर, इन्कम, फ्यामिली साथै उहाँको वाइफको बारेमा चर्चा गर्नेछौँ। तपाईहरु यदि हर्क सम्पङ राईको फ्यान फलोइङ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गरी हजुरहरूलाई को सेलिब्रिटीको लाइफस्टाइल हेर्न चाहनुहुन्छ कमेन्टमा प्रतिक्रिया लेख्नु नबिर्सिनुहोला। दर्शकबिन अब हामी भिडियोलाई ढिलो नगरी धरानको मेयर हर्क सम्पङ राईको लाइफस्टाइल तर्फ लाग्नेछौँ। उहाँको रियल नेम रहेको छ हर्कराज सम्पङ राई भनी उहाँको निकनेम रहेको छ हर्क सम्पङ राई। हर्क सम्पङ राईको डेट अफ बर्थ रहेको छ 27 फेब्रुअरी 1983 र अहिले 2025 को अनुसार उहाँ चाहिँ 41 इयर्स पुग्नु भएको छ। हर्क सम्पङ राईको बर्थ प्लेस भन्नु पर्दा उहाँ चाहिँ खोटाङ नेपालमा जन्मिनु भएको थियो भने अहिले हाल करेन्ट रेसिडेन्ट चाहिँ धरानमा बस्नुहुन्छ। हर्क सम्पङ राई नेसनालिटीले चाहिँ नेपालीज हुनुहुन्छ भने उहाँको रिलिजन किराती रहेको छ। हर्क सम्पङ राई प्रोफेसनले एउटा मेयर साथै सोशल एक्टिभिस्ट हुनुहुन्छ। आउनुहोस् अब हामी धरान नगरपालिकाको मेयर हर्क सम्पङ राईको फिजिकल स्टेटसको बारेमा चर्चा गर्नेछौँ। उहाँको हाइट रहेको छ 5 फिट 5 इन्च भने उहाँको वेट रहेको छ एप्रोक्स 72 किलोग्राम। आई कलर रहेको छ ब्ल्याक साथै हेयर कलर पनि ओरिजिनली ब्ल्याक नै रहेको छ। हर्क सम्पङ राईको एजुकेसन क्वालिफिकेसनको बारेमा भन्नुपर्दा उहाँको एजुकेसन क्वालिफिकेसन रहेको छ ब्याचलर डिग्री इन पोलिटिक्स एन्ड सोसियोलोजी भनी उहाँले आफ्नो स्कुलको पढाइ चाहिँ शुक्रबारे स्कुलदेखि अध्ययन गर्नुभएको थियो। साथै उहाँले आफ्नो कलेजको पढाइ चाहिँ महेन्द्र मल्टिपल क्याम्पसदेखि अध्ययन गर्नुभएको थियो। दर्शकबिन हर्क सम्पङ राईको हबिज भन्नुपर्दा उहाँलाई चाहिँ सिङ्गिङ, हेल्पिङ साथै ट्राभलिङ मनपर्छ। आउनुहोस् दर्शकबिन अब हामी भिडियोलाई ढिलो नगरी धरानको मेयर हर्क सम्पङ राईको करियरतर्फ लाग्नेछौँ। दर्शकबिन हर्क सम्पङ राई चाहिँ एउटा मिडल क्लास फ्यामिलीदेखि बिलङ गर्नुहुन्छ। उहाँले चाहिँ सानोदेखि नै धेरै दुःख र स्ट्रगल सहेर आउनुभएको थियो। उहाँ चाहिँ पढाइमा धेरै एक्टिभ हुनुहुन्थ्यो र उहाँ पढ्दै पोलिटिक्सतिर उहाँको ध्यान गयो। त्यसपछि उहाँले चाहिँ पोलिटिक्स सब्जेक्टै लिनुभएको थियो। उहाँ मेयर हुनु अघि उहाँ चाहिँ टेम्पो चलाउनुहुन्थ्यो, एउटा टेम्पो ड्राइभर हुनुहुन्थ्यो। आफ्नै टेम्पोमा चाहिँ घर घरमा बाटो बाटोमा प्रचार गर्दै हिँड्नुहुन्थ्यो र धेरै दर्शकहरूको मन जितेपछि इलेक्सनमा उहाँलाई चाहिँ जनताहरूले जिताइदिनु भयो र अहिले उहाँ चाहिँ धरानकै मेयर हुनुहुन्छ। दर्शकबिन हर्क सम्पङ राई चाहिँ कहिले कहिले विवादमा पनि आउनुहुन्छ। तपाईहरूलाई कतिलाई थाहा छ होला उहाँ र मेयर बालेन शाहको कमेन्टतिरै परिरहेको हुन्छ। दर्शकबिन हर्क सम्पङले चाहिँ धरानलाई एकदम राम्रो बनाइराख्नु भएको छ। अस्ति आन्दोलनपछि नेपालको प्राइम मिनिस्टर म बन्छु भनेर हर्क सम्पङजी आउनु भएको थियो तर अहिले सुशीला कार्की हुनुहुन्छ। दर्शकबिन हर्क सम्पङ राईले चाहिँ भोजपुरदेखि सानोदेखि नै दुःख गरेर आउनु भएको थियो र अहिले धरानमा बसेर चाहिँ धरानलाई एकदम राम्रो बनाउनु भएको छ। तपाईहरु के भन्न चाहनुहुन्छ दर्शकबिन हर्क सम्पङको कामको लागि? उहाँ चाहिँ एउटा पोलिटिक्स साथै साथ एउटा गायककार पनि हुनुहुन्छ। उहाँले चाहिँ अहिलेसम्म मोर देन 6 गीत गाउनु भइसक्नु भएको छ। उहाँको गीतको नाम रहेको छ नजरको तीर, यो बिहानीले, मिसिङ हार्ट जस्तै गीतहरू गाउनु भएको छ। दर्शकबिन उहाँ चाहिँ लाइफमा आएर पनि कहिले कसो गाउनुहुन्छ। हर्क सम्पङको रिलेसन स्टेटसको बारेमा भन्नुपर्दा उहाँ चाहिँ म्यारिड हुनुहुन्छ र उहाँको फ्यामिलीमा उहाँको फादर, मदर, ब्रदर र सिस्टर हुनुहुन्छ। आउनुहोस् दर्शकबिन अब हामी धरानको मेयर हर्क सम्पङ राईको इन्कमतर्फ लाग्नेछौँ। उहाँले एक महिनामा आफ्नो इन्कम, आफ्नो परिश्रम कति कमाउनुहुन्छ त? दर्शकबिन हर्क सम्पङले चाहिँ करिब 2 देखि 3 लाख पर मन्थ कमाउनुहुन्छ। साथै उहाँको अहिलेसम्मको नेटवर्थ भन्नुपर्दा हर्क सम्पङ राईसँग चाहिँ करिब 1 देखि 2 करोड नेपाली एप्रोक्स रहेको छ। यो थियो धरान नगरपालिकाको मेयर
हर्क सम्पङ राईको लाइफस्टाइल एवं सर्ट बायोग्राफी। तपाईहरुलाई यदि यो भिडियो मन पर्यो च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई एक लाइक गरी हजुरहरुलाई को सेलिब्रिटीको लाइफस्टाइल हेर्न मन लाग्छ कमेन्टमा प्रतिक्रिया लेख्नु नबिर्सिनु होला।